नमस्ते शुभ बिहानी हजुर सबैमा। यहाँ चाहिँ स्याउ फलेर लठडम्म भइरहेको रहेछ मेरो भदैनीको पछाडिपट्टि गार्डनमा। ओहो हेर्नु न, एउटै हाँगामा कति धेरै फलेको झुप्पा झुप्पा भएर भुइँमा झर्छ। पछि चराचुरुङ्गीहरू कराएर झ्याउँ झ्याउँ बिहान सुत्नै दिएन, चरा कराएर यो स्याउ खान पो आउँदो रहेछ त। कति मजाको ठुलो बोट रहेछ, झ्याममा फलेको छ। अनि पछाडि गार्डनमा यसो हावा खाँदै हजुरसँग यसो भलाकुसारी गर्न मन लाग्यो। अब यताबाट चट्ट ठुलो फैलिएको बोट छ, मजाले फलेको छ। गार्डन पनि फराकिलो छ। यहाँ अब ठ्याक्क बिबिक्यू गर्ने बेलामा अनि अब भदैनीको चिया पकाउँदै होला। चिया पनि अब चिया खाने बेला पनि भयो। मर्निङमा यसो गफ गर्दै फुपू भदैनी यहाँ बसेर गार्डनमा चिया खाने प्लान छ। अनि अब भदैनीको चिया पनि रेडी होला, भित्र जाँदैछु म। रोजिना स्पेसल मसला चिया पनि होइन। अब रोजिनाले यहाँ के हाल्छ कुनै थाहा छैन। यसमा चाहिँ अब यो यसो अलिअलि भुटेको सौँफ, स्याफ्रन अलिकति हाल्छु। मलाई त थाहा थिएन स्याफ्रन नै हाल्छ भनेर, आजै हो। स्याफ्रनले कलर राम्रो निकाल्छ फुपू। अनि मैले अलिकति अहिले लास्टमा यो अहिले हाल्ने होइन, यो पाक्नुभन्दा अगाडि दुई मिनट अगाडि हाल्नुपर्छ, अनि बल्ल फ्लेभर आउँछ। बाई बाई। के उसमा पनि तेजपत्ता अनि सानो लो फ्लेममा पकाउने। यो त अन्डा भइहाल्यो। मिन्स पनि हाल्ने है, कति थोक हाल्ने त ल आजको यो। यसको स्पेसल टीको नाम चाहिँ के हो त नि? जडीबुटी चिया भन्नु आँट्यो क्या हो। जडीबुटी चिया यो चाहिँ हामीलाई हजम गर्नु सजिलो हुन्छ नि। ओहो लु यहाँ अब यो कतिखेर हाल्ने त निम चाहिँ? अहिले लास्टमा हामीले सबै यहाँ चाहिँ त्यो चिया एक उमाल आएपछि एकचोटि उम्लेपछि अनि बल्ल गर्ने हो कि। त्यसो बाहिर सुजी डढिसक्यो होला नि झुलमा। आज चाहिँ सुजी चट्ट बनाएर रोजिनाको रेसिपी यो। के हाल्छ नानी यहाँ? सुजी अनि मैले चाहिँ आज एक्स्ट्रा चाहिँ बेसन पनि हालेको छु फुपू। कस्तो कलरहरू छ, येल्लो कलर, कति राम्रो मिठो कलर। अब यसलाई चाहिँ मजाले ब्राउन हुने गरी रोस्ट गर्ने। अनि यसको बास्ना आएपछि बल्ल के अरे यसमा गुड अनि सक्खर बनाउँछ तपाईँहरूले। हजुर गुड भने चाहिँ सक्खरै। हजुर अनि त्यहाँदेखि हामी सक्खर भन्छ। हजुर अनि राखेको है चाहिँ गुड हालेको। हाम्रो नेपालीमा के भन्छ फुपू? सक्खर। हाम्रो त यो पक्का गाउँघरमा त उखु पिलेर बनाउँथ्यो नि। हाम्रो माउलोमा बनाउँथ्यो बाजेले। उखुबारी टन्नै थियो के अरे। हजुर। अनि उखुबारीमा उखु पेल्थ्यो यत्रो जोकेले। कोल भने काठको बनाउँथ्यो। यस्तो मिसिनरीसम्म नै पाउँदैन थियो पहिला। अनि सक्खर बनाउँथ्यो। यति मिठो हुन्थ्यो सक्खर भनेको त्यतिखेर। ल अब यो सक्खरलाई चाहिँ अलिकति क्यारामलाइज हुन दिने। गर्दाखेरि चाहिँ यसले चाहिँ अलिकति फ्लेभरलाई इन्हान्स गर्छ। अलिकति मेल्ट हुन दिनुपर्छ मजाले सबैतिर। खाउँ भइसक्यो, कतिखेर खाने यता? त्यही त हेर्नु न कस्तो दामी भन्छ है। अब चाहिँ सुकमेल हाल्नुपर्छ। खास मैले युजली पाउडर मात्रै हाल्थेँ, तर आज चाहिँ कभरसँगै हाल्दै। ठिकै नै, पाउडर भन्दा यो ठिक हो। ल पानी अब कति मनतातो पानी हो? हजुर। छैया आउँछ अब चाहिँ फेरि। छैया आओस् न त नि, झन् साह्रो त्यो त राम्रो त। चाहिँ क्यारामलाइज हुँदैन। सरी। यो छैया भयो। अब यसलाई चाहिँ गिलो हुन्छ हो ठ्याक्कै। सफ्ट नटी सुजी सबै भिज्नु पऱ्यो नि। सुजी भिज्न टाइम लाग्छ। चलाइहाल्नुपर्छ, न त फेरि कुनै ठाउँमा डल्ला परिहाल्छ है।
त कति मिठो आयो त रोस्टेड यो के अरे सेमोलिना र यो सुजी र बेसन मिक्स गरेको बास्ना साह्रै राम्रो आउँछ हो अब त रेडी नै भइसक्यो रेडी भित्र मेरो चिया पनि रेडी होला ल हेर्नुहोस् त कस्तो खाउँ लाग्दो भयो ल छिटो छिटो गर्नु अब आहा ल हेर्नुहोस् त ल साथीभाइ ल आउनुहोस् है सबै तपाईँहरूलाई पनि स्वागत छ अब फेरि अब रेसिपी खोलेर तातो छ यस कलर हेर्नुहोस् त क्या दामी छ भने अब चाहिँ खाने हो अब हजुरहरूलाई कहिले सबैजना जम्मा भएर मिलेर यसरी खाने मौका दिने हजुरलाई पनि ल यहाँ भिडियोबाट भए पनि खाइदिनु छ है आजको भदनीको मर्निङ ब्रेकफास्ट पहिला चिया टेस्ट गरौँ न त थ्याङ्क यू सो मच फर न्यू स्पेसलिटी है न्यू स्पेसलिटी अलिक चिनी कम भयो तपाईँलाई ठिक्क छ पतिनाको बास्ना आयो पतिना अनि त सेफ्रन के अरे स्याफ्रन लु यो चाहिँ फर्स्ट टाइम खाएको है मैले चाहिँ मैले उयो हालेन धेरै मसला हालेन पछि तपाईँलाई गर्मी हुन्छ सरी किनकि यसमा अलरेडी उयो छ अब यसलाई त मैले त फुटाउनै माया लागेको हो पत्ता आयो ल चेन्जेस आजको विकेन्ड चाहिँ एकदम रमाइलो भयो हिजो पनि चिनी ठिक्क हुन्छ होइन चिनी ठिक्कै भेट धेरै गुलियो भएन मलाई अघि अलिक कम हुन्छ कि जस्तो लागेको थियो नि चिनी होइन सफर हो ए सफर अलिक कम हुन्छ जस्तो लाग्यो नि ठिक्क भएको छ त खालि पोख्ने बानी हौ केचप हाल्नुहुन्छ यो सिरप केचप के हाल्नु होला अन्डामा केचप हाल्नु We are not promoting sriracha just yet. खै त खोल्दैन त यो त त्यो तान्नुहोस् न ए यस्तो बनाउनु पर्ने रहेछ भयो त्यति हो सबै हो धेरै खान्न के गुल्ले म ल हाँस न अब खुगा अब आँखा देख्दैन बुढाबुढी मान्छे होइन र साथी हो 60 वर्ष पुगेपछि त बल्ल भयो यति मात्रै गरे हुन्छ क्या यसरी अलिकति मात्रै प्रेस गर्ने अनि आइहाल्छ बाबाले पुवा बनाएर खाऊ भनेर भन्छ अनि अर्कोचोटि चाहिँ पुवा बनाएर खाने पुवा कि उवा पुवा 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 उसको के चामलको पिठो हो मैले कहिले खाएको छु हाम्रो गाउँघरमा त चामलको पिठो बनाउँछ नि त चामलको पिठो मजाले तर यस्तै हो पकाउने तरिका त न त हामीले त डल्ला डल्ला हुन्छ त्यो बजारमा पाउने चामलको पिठो किनेर गर्दा नि हुन्छ हुन्छ त्यो पुवा त सुजी जस्तै हुन्छ त त्यो झन् मिठो भएन पकाउने तरिका त यही हो तर अब गाउँघरमा त अब यस्तो सबै कुरो पाउँदैन अब चिनी सखरै हो सखर हाल्छ नुन हाल्छ अलिअलि अनि अब अलिअलि हाल्छ अनि बाहिर हामी कतै टाढो जानु पऱ्यो भने अब हुन्छ नि खाजा लाने चल्ल हौ त बनाएर अनि त्यो चाहिँ बिग्रिँदैन क्या एक हप्तासम्म बिग्रिँदैन अनि एउटा हिपी भन्ने हुन्छ 500 ढाकी हौ त्यसमा ट्याक्क ऱ्याप गरेर बोकेर लान्छ अनि त्यो बाहिर जाँदाखेरि हामी टाढो टाढो अब कतै जाँदाखेरि चाहिँ त्यही बोकेर खाजा लाने बिग्रिन्न त्यो चाहिँ सेलरोटी बनाउनु त सकिँदैन नेपाल गाउँमा अनि त्यो भन्ने चाहिँ छिटो भयो नि त छिटो मिठो अरिलो भयो तेल चाहियो घिउ चाहियो समय चाहियो होइन कोसेली हामी अब अरूको घरमा कहीँ जानु पऱ्यो भने नि कोसेली त्यही हो लाने कि सेलरोटी बनाउनु पाएन भने
अनि चाम्रे भात कोसेली चाम्रे भात भनेको चाहिँ त्यो अस्ति हामीले खायौँ न चाम्रे औ त्यो त्यस्तो लाग्यो क्या पोषण भयो त सजिलो हुन्थ्यो बिचार पोषण आउनै पाएन पोषण फेरि काम फेरि अर्को एक्स्ट्रा आयो अरे एकदम तपाईँको म त नजिकबाट खिचिदिन्छु नि मलाई कति धेरै खाइसक्यो सुजी चिया हिजोदेखि खाएको छ कति धेरै अब मोटाइसक्यो होला उल्टै फेरि हाम्रो फुपू वेट कन्सियस हजुर कति किलो घटाउनु भयो भन्नुहोस् त हजुरले फेरि जर्नीमा भएको मान्छे भदनीले झन् खाँदै गर्छ यसरी खाएपछि त कसरी घट्ने त अब हजुरले कति किलो घट्नु भयो भनिदिनुहोस् न साथीभाइहरूलाई 15 किलो घटे नि 15 किलो 15 किलो घट्न हामीलाई 1 किलो घट्न कस्तो गाह्रो हुन्छ एकदम फिटिङ एन्ड फाइन छु अब त म हजुर दौडिनु पनि स्या हुन्न क्या अब दौडिँदाखेरि अलिक मोटो भएपछि चाहिँ स्या आउने क्या नसक्ने हजुर हजुर अरू भन्दा नि के अरे कामबाट छुट्टी हुँदा चाहिँ घर जाँदा एकदम खुसी हुन्छ नि त त्यस्तो खुसी त हुँदैन होला है अनि दौडिनु पर्ने दाइहरूले छिटो आएछ भन्नुहुन्छ अनि दौडिँदाखेरि दाइहरूलाई नभेट्ने कि मैले अनि अहिले त जित्नुहुन्छ होला त अब त दौडिन्छु खुसी लागेको छ तपाईँहरूले पनि यसो कोसिस गर्नु अब के मोटोपनमा भयो भने अब गाह्रो हुन्छ स्वास्थ्यको लागि पनि गाह्रो आफूलाई हेर्दा पनि अलिकति फिटिङ फाइन नदेख्ने त्यही भएर चाहिँ हजुरहरूले चाहिँ आफ्नो स्वास्थ्यको ख्याल चाहिँ धेरै राख्नु होला अब अलिकति उमेर ढल्किँदै गएपछि झन् सर हामीले चाहिँ आफ्नो स्वास्थ्यलाई चाहिँ एकदम प्राइड दिनुपर्ने रहेछ यस्तो लाग्छ मलाई चाहिँ त्यही भएर खाना पनि डर लाग्दै खानु मन चाहिँ लागिरहेको हुन्छ भित्रबाट तर पनि धेर भयो कि कन्सियस हुन्छ हजुर त्यही भएर अनि भयो खानु मन लाग्यो नि भयो चाहिँ भन्नुपर्छ फेरि भोलिदेखि डाइटिङ गर्छु नभन्नु होला है हजुरहरूले थ्याङ्क यू सो मच वाचिङ